हुन्छ सबैजनालाई ख्रीष्ट येशूको नाममा जय मसीह। आज येशू ख्रीष्ट पुनरुत्थान हुनुभएको दिन र आज इस्टर सन्डे भनेर संसारभरि नै सम्पूर्ण क्रिस्चियन धर्मावलम्बीहरूले यो दिनलाई विशेष दिनको रूपमा हेर्ने गरेको पाइन्छ। र आज हामी यही दिनलाई हामी लक्षित गरेर अनि येशू ख्रीष्ट चाहिँ यस संसारमा आउनुको उद्देश्यलाई हामी हेर्नेछौँ। अनि येशू ख्रीष्ट किन यस संसारमा आउनुभयो र उहाँले मानिस जातिका निम्ति के गर्नुभयो र आज किन यस दिनलाई विशेष रूपमा हामी हेर्ने गर्छौँ भन्ने कुराहरू छ हैन। हेर्न त धेरै दिनहरू छन् हैन, गुड फ्राइडे अनि त्यसपछि हैन, अनि पाम सन्डे भन्छ, अनि त्यस्तै गरेर हैन, अनि क्रिसमसलाई पनि हेरिन्छ, धेरै कुरालाई हेरिन्छ। तर पनि आज यो दिनलाई पनि विशेष रूपमा हेर्ने गरेछौँ। र यो तीनटा, यो जुन अहिले गुड फ्राइडेदेखि लिएर अहिले यो इस्टर सन्डेको दिन छ, यो तीनटा दिनलाई चाहिँ हामी विशेष दिनको रूपमा चाहिँ हैन महत्त्व दिएर हेर्ने गरेका पाइन्छ। र विशेष गरी 1 कोरिन्थी 15 अध्यायको हामी 4 देखि हेर्छौँ भने 6 सम्म यहाँनिर यसरी लेखेको छ धर्मशास्त्र बाइबलमा। उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। उहाँ केफास कहाँ अनि 12 जना चेला कहाँ देखा पर्नुभयो। त्यसपछि उहाँ एकै समयमा 500 भन्दा बढी भाइहरू कहाँ एकसाथ देखा पर्नुभयो, जसमध्ये धेरै जसो अहिलेसम्म छँदैछन् तर कोही कोही सुति गएका छन्। आमेन। यो परमेश्वरको वचन पढाइमा परमेश्वरले सबैजनालाई आशीष दिनुभएको होस्। विशेष गरी यहाँनिर हामी देख्न सक्छौँ कि येशू ख्रीष्ट चाहिँ यस संसारमा भएका हरेक मानिस जातिको लागि मात्र नभएर प्रत्येक सृष्टिको लागि पनि उहाँ बलिदान हुनुभएको हैन। मानिस जाति मात्र होइन, मानिस जातिले गर्दाखेरि संसारमा पाप आयो र सारा सृष्टि नै पापमा है, त्यसको पापको प्रभाव सारा सृष्टिमा नै पर्न गयो। जीव र सजीव र निर्जीव हैन, यी सबै कुरामा चाहिँ पापको प्रभाव पर्न गयो हैन मानिसको कारणले। अनि येशू ख्रीष्ट चाहिँ यस संसारमा विशेष गरी चाहिँ मानिस जातिको निम्ति भनेर आउनुभएको। तर सँगसँगै यस संसारमा जति पनि कुराहरूमा मानिसले गर्दाखेरि गरेको पापको प्रभाव छ, ती कुरालाई पनि एकैचोटि काट्न हैन, एकैचोटि हटाउनको निम्ति उहाँ चाहिँ बलिदान हुनुभयो हैन। यस कारणले गर्दाखेरि मानिसले गर्दाखेरि पाप आयो र अब मानिस जातिकै निम्ति चाहिँ परमेश्वर मुख्य उद्धारक बनेर यस संसारमा आउनुभएको छ। र धर्मशास्त्र बाइबलमा हामी देख्न सक्छौँ कि यसरी लेखेको छ, उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। र आज इस्टर सन्डे हामी किन हैन परमेश्वरलाई महिमा दिन्छौँ भन्दाखेरि आजको दिन चाहिँ उहाँ गाडिनु भएकोबाट उहाँ पुनर्जीवित पारिनु भएको दिन हो है। आज चाहिँ येशू ख्रीष्ट यस संसारमा मानिस जातिका पापको निम्ति आउनुभयो र उहाँ मानिस जातिको पापको लागि मर्नुभयो अनि उहाँ गाडिनुभयो। र आज इस्टर सन्डेको दिन यो आइतबार चाहिँ उहाँ त्यो मृत्युबाट जीवित भएर उहाँ यस संसारमा फेरि पनि पहिला चाहिँ हामी देख्न सक्छौँ केफास कहाँ देखा पर्नुभयो अनि 12 जना चेला कहाँ देखा पर्नुभयो। र त्यसपछि एकै समयमा 500 भन्दा बढी भाइहरू कहाँ एकसाथ देखा पर्नुभयो भन्ने कुरा धर्मशास्त्र बाइबलले हामीलाई बताउँदछ। यदि येशू ख्रीष्ट मानिस जातिको पापको लागि मर्न मात्र आउनुभएको भए यो त्यति महत्त्वपूर्ण हुने थिएन है। यदि येशू ख्रीष्ट यस संसारमा मानिस जातिका पापको लागि आउनु त भयो, उहाँ मर्नु त भयो, तर उहाँ जब गाडिनु भयो, उहाँ गाडिनु भएको भए उहाँ यदि मृत्युमा परेको भए यदि उहाँलाई आज संसारले विश्वास गर्ने थिएन र गरेको भए पनि त्यो विश्वास खेर जाने थियो है, महत्त्वपूर्ण हुने थिएन। यो कारणले गर्दाखेरि मात्रै आज हामीले गरेको विश्वास महत्त्वपूर्ण भइराखेको छ कि उहाँ त्यो मृत्युमा परिरहनु भएन हैन। धर्मशास्त्र बाइबलले स्पष्ट यो पार्छ कि उहाँ तेस्रो दिनमा जीवित भएर उठ्नुभयो। यो चाहिँ महत्त्वपूर्ण कुरा हो। उहाँ मानिस जातिको निम्ति पापको लागि मर्नुभयो तर मरिरहनु चाहिँ भएन हैन, उहाँ सुतिरहनु भएन, तर त्यो पापमाथि विजय हुनुभयो
र यो चाहिँ सम्पूर्ण क्रिस्चियन धर्मावलम्बी र उहाँलाई विश्वास गर्ने प्रत्येक व्यक्तिको लागि महत्त्वपूर्ण कुरा चाहिँ यो छ। किन भन्दाखेरि विजय, पापमाथि विजयी हुनुभयो, यो चाहिँ महत्त्वपूर्ण कुरा हो। किनकि अब हामी पनि जुन विश्वास लिएर उहाँमा अगाडि बढेका छौँ, यदि हामी पनि हाम्रो यो पार्थिव शरीरमा हामी जब मर्छौँ, हामी मरेको मरे हुँदैनौँ हैन, आत्मामा चाहिँ हामी ख्रीष्टसँगै उठाइ लगिनेछौँ भन्ने विश्वास जुन हामीले राखेका छौँ, त्यो चाहिँ यहाँ पुरा हुन्छ। यदि ख्रीष्ट नबौरी उठ्नु भएको भए, यदि उहाँ नबिउतुनु भएको भए हाम्रो विश्वास खेर जाने थियो हैन। हाम्रो जति पनि उहाँमाथि गरेको एउटा विश्वास छ, जो परिश्रम छ, त्यो खेर जाने थियो हैन। त्यसले गर्दाखेरि उहाँ चाहिँ जुन मृत्युमा विजय हुनुभएको छ, आज हामी पनि हाम्रो यो पार्थिव शरीरमा, हाम्रो यो संसारमा, यो शरीरमा हामी मृत्युमा परे तापनि हामी आत्मामा चाहिँ उहाँमा नयाँ जीवन हैन, अथवा उहाँमा हामी फेरि पनि जी उठ्नेछौँ भन्ने कुरा यसले हामीलाई दर्शाउँछ हैन, यसले हामीलाई बताउँछ। किन भन्दाखेरि अनि अर्को कुरा चाहिँ यदि त्यहाँनिर केफासले मात्र देखेको भए, 12 जना चेलाले मात्र देखा भए पनि यो चाहिँ उहाँका चेलाहरू थिए, यो चाहिँ उनीहरूले बनाएको हो पनि भन्न सक्थे। तर एउटा बलियो प्रमाण चाहिँ के छ भन्दाखेरि येशू ख्रीष्ट कुनै व्यक्तिगत एउटा दुईटा मात्र देखा पर्नु भएन, कि उहाँ चाहिँ एक साथ 500 जना व्यक्ति कहाँ पनि देखा पर्नु भएको रहेछ हैन। यहाँ बाइबलले हामीलाई यो स्पष्ट पार्छ। धर्मशास्त्र बाइबलमा 1 कोरिन्थी 15 अध्यायको 6 पदमा यो यसरी लेखेको छ कि त्यसपछि उहाँ एकै समयमा 500 भन्दा बढी भाइहरू कहाँ एकसाथ देखा पर्नुभयो। अनि यो भाइहरू कहाँ भन्ने कुरा जुन गरेको छ, यहाँ केवल त्यहाँ पुरुषको संख्या मात्र थिएन। यहुदी परम्परा अनुसार त्यतिखेर स्त्रीको जनगणना त्यति खासै नगरिने हैन, अथवा स्त्रीहरूलाई चाहिँ कुनै पनि ठाउँमा त्यति महत्त्वाकांक्षीका साथ नहेरिएको हुनाले हैन, बाइबलले यो चाहिँ एउटा त्यहाँको यहुदी पृष्ठभूमि अनुसारले यो कोरिएको हुनाले यहाँनिर चाहिँ यसरी भनिएको छ हैन। त्यसले भाइहरू कहाँ देखा पर्नु भएको छ, त्यो पनि त्यहाँको क्राइटेरिया अनुसार हैन, धर्मशास्त्रले त्यसरी चाहिँ लेखिदिएको छ हैन, कुराहरू हामी देख्छौँ। तर त्यहाँ 500 जना मात्र नभएर त्यहाँ हामी धेरै व्यक्तिहरू हैन थाहा पाउन सक्छौँ। तर पनि यहाँनिर चाहिँ 500 जना भन्दा बढी भनेछ हैन, भनेपछि यो संख्या चाहिँ निकै नै धेरै छ। त्यहाँ 1 जना 2 जना 12 जना चेलाहरूसँग मात्र होइन, तर धेरै मानिसहरू कहाँ उहाँ देखा पर्नु भएको छ एकसाथ। यसले पनि एउटा बलियो प्रमाणको रूपमा हामीलाई दर्शाउँछ है। त्यसकारणले गर्दाखेरि तपाईँ मैले जान्नुपर्ने कुरा चाहिँ यही नै हो कि प्रभु येशू ख्रीष्ट चाहिँ यस संसारमा आउनुभयो र सम्पूर्ण मानिस जातिको पापको लागि उहाँ एकैचोटि मर्नुभयो, अनि उहाँ गाडिनुभयो र तेस्रो दिनमा जुन आजको यो दिन इस्टर सन्डे भनेर आइतबारको दिनलाई उहाँ बौरी उठ्नुभएको दिनको रूपमा हेर्ने गरिन्छ। अनि यो घटनालाई हामीले अर्को हेर्छौँ भने रोमीको पुस्तकमा पनि हामी देख्न सक्छौँ। रोमी 6 अध्याय त्यसको 6 देखि रोमी 6 अध्याय त्यसको 8 देखि 11, त्यसको 8 देखि 11 पदमा यहाँ यसरी लेखेको छ, यदि हामी ख्रीष्टसँग मरेका छौँ भने त उहाँसँग जिउने पनि छौँ भन्ने विश्वास गर्दछौँ। हामी जान्दछौँ कि ख्रीष्ट मरेकाबाट जीवित भएर फेरि मर्नुहुने छैन, अब उसो उहाँमाथि मृत्युको राज्य हुने छैन। जुन मृत्युमा उहाँ मर्नुभयो त्यो पापको लेखी सधैँको लागि एकैपल्ट मर्नुभयो, तर जुन जीवनमा उहाँ जिउनुहुन्छ त्यो परमेश्वरको निम्ति जिउनुहुन्छ। यसै गरी तिमीहरूले पनि आफूलाई पापको लेखी मरेका तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित भएको ठान्नु पर्छ है। आज जसरी ख्रीष्ट हामी सबै मानिस जातिको निम्ति पापको लागि एकैचोटि मर्नुभयो र उहाँ मरेको मरे हुनु भएन, र त्यो मृत्युमा जीवित भएर मृत्युलाई परास्त गरेर उहाँ जीवित हुनुभएको छ। र किन भन्दाखेरि आज उहाँ जुन जीवन हैन लिएर हैन उहाँ उठ्नुभयो, उहाँ जसरी जुन एउटा मृत्युमाथि विजय हुनुभयो, आज प्रभु येशूले तपाईँ मलाई पनि त्यो मृत्युमाथि त्यो पापमाथि उहाँले विजय दिन सक्नुहुन्छ। र यसै कारणले हामी येशू ख्रीष्टमा विश्वास गर्छौँ
र यसै कारण आज हामी रमाउँदछौँ कि येशू ख्रीष्ट आज इस्टर सन्डेको दिन, आजको यो आइतबारको दिन उहाँ मृत्युमाथि, पापमाथि, सबै कुरामाथि विजय गर्नुभएको हुनाले आज कृष्णहरूले रमाउने एउटै कारण छ कि उहाँ पापमाथि, मृत्युमाथि विजय हुनुभयो। र आजको दिनमा हामीले बुझ्नुपर्ने कुरा अब यो छ कि अब तपाईहरुमा पनि यो येशू ख्रीष्टलाई विश्वास गरिसकेको व्यक्तिहरूले अब पनि पापमय जीवन जिउँछौँ भने त्यो चाहिँ मृत्युमाथि विजयको जीवन ठानिँदैन। तर तपाईहरुमा पापमाथि जसरी ख्रीष्ट पापमाथि विजय हुनुभयो, मृत्युमाथि विजय हुनुभयो, आज तपाईहरुले ख्रीष्टमाथि विश्वास गरिसकेको व्यक्तिहरूले पनि त्यो पापमाथि, हाम्रो जीवनमा आउने अभिलाषामाथि विजय गर्नुपर्छ, हैन? यदि विजय गर्दैनौ भने त्यो अर्थपूर्ण रहँदैन। त्यसो भन्दाखेरि प्रभु येशूले तपाईहरु मलाई त्यो पापको लेखी उहाँ मर्नुको एउटै कारण हो कि तपाईहरुमा पनि त्यो पापमाथि विजय हौं, हैन? ती अनन्तमा पुर्याउने मृत्युमाथि विजय हौं भनेर नै तपाईहरु मलाई प्रभु येशू यस संसारमा आफ्नो जीवन दिन आउनुभयो र उहाँ मारिनुभयो, गाडिनुभयो र तेस्रो दिनमा उहाँ जीवित भएर उठ्नुभएको छ। र यो विश्वासका साथ हामी जिउँछौँ, यो विश्वासका साथ हामी उहाँलाई प्रभु भनी स्वीकार गर्छौँ। र हामी हेर्छौँ भने अर्को एउटा धर्मशास्त्र रोमीको पुस्तक 4 अध्याय त्यसको 25 पदलाई पनि हामी हेर्नेछौँ कि यहाँनिर चाहिँ यसरी लेखेको छ, उहाँ हाम्रा अपराधको निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो। है, धर्मशास्त्र बाइबलले यति स्पष्ट पारेको छ कि उहाँ हाम्रा अपराधको निम्ति मारिनुभयो र हामीलाई धर्मी ठहराउनलाई, हामी धर्मी थिएनौं, उहाँको बलिदानद्वारा हामीलाई धर्मी ठहराउनलाई उहाँ चाहिँ हाम्रा अपराधको निम्ति मारिनुभयो, छेडिनुभयो, मृत्यु भोग्नुभयो, गाडिनुभयो र आजको दिनमा उहाँ चाहिँ हामीलाई धर्मी ठहराउन निम्ति जीवित पारिनुभयो भन्ने कुरा छ। यदि उहाँ जीवित नपारिनु भएको भए हामी धर्मी ठहरिने थिएनौं। हामी जुन जीवन पहिला जिउँथ्यौं त्यही जीवनमा, त्यही अवस्थामा हामी रहन्थ्यौं, है? त्यसले गर्दाखेरि एकदम आजको यो आइतबार, आजको यो इस्टर सन्डेलाई हामी यति महत्त्वपूर्ण, यति महत्त्वाकांक्षीका साथ हेरिराखेका छौं कि येशू ख्रीष्ट चाहिँ मानिस जातिलाई धर्मी ठहराउनको निम्ति, मानिस जातिलाई पापबाट मुक्ति दिनको निम्ति, मानिस जातिलाई अनन्त जीवन दिनको निम्ति उहाँ चाहिँ जीवित पारिनु भएको छ। उहाँ चाहिँ मृत्युमाथि विजय हुनुभएको छ। उहाँ चाहिँ त्यो पापमाथि विजय हुनुभएको छ। अब ख्रीष्टमाथि विश्वास गर्ने कोही पनि पापको दासत्वमा भएर जीवन जिउँदैन। कसैमाथि नि पापले राज्य गर्न पाउँदैन, हैन? त्यसले त हामीले हाम्रो शरीरमा पापलाई कुनै पनि अनुमति दिनु हुँदैन। हामीले हाम्रो शरीरमा कुनै पनि त्यस्ता मृत्यु जन्ने कुरालाई हाम्रो जीवनमा हामीले अनुमति दिनु भएन, हैन? यदि हामी साँच्चै नै ख्रीष्टमा जिउँछौँ भने हामी ख्रीष्टमा विजयको जीवन जिउँछौँ। अब पापको दासत्व भएर हैन, अब पापमै जीवन भएर हैन, तर विजयको जीवन। यो नै इस्टर सन्डे हो, हैन? जसरी हामीले ख्रीष्टलाई विश्वास गरेका छौं, अब ख्रीष्टले जसरी पापमाथि विजय गर्नुभयो, मृत्युमाथि विजय गर्नुभयो, उहाँ हाम्रो निम्ति मारिनुभयो, रगत बगाउनुभयो, गाडिनुभयो र तेस्रो दिनमा जसरी जीवित भएर उठ्नुभयो, बौडी उठ्नुभयो, त्यसरी नै तपाईहरुमा पनि उहाँमा विश्वास गर्नेहरू चाहिँ अब पापमाथि विजय गर्नुपर्छ। पापमाथि विजयको जीवन जिउनुपर्छ, मृत्युमाथि विजयको जीवन जिउनुपर्छ। यो भन्न खोजे होइन कि मृत्युमाथि विजयको जीवन चाहिँ यो शरीरमा हामी सधैँ अमर रहने भन्ने कुरा होइन, तर शरीरमा यो पापले, हैन, थला पारेको शरीरलाई चाहिँ एकचोटि चाहिँ हामीले त्यसलाई चाहिँ अन्त्य गर्नुपर्छ। तर जुन आत्मा परमेश्वरले दिनुभएको छ त्यो आत्मिक जीवन चाहिँ, त्यो आत्माको जीवन चाहिँ अब प्रभु येशूमा सधैँ सधैँ अनन्त अनन्तको राज्यमा प्रवेश गराउने त्यो योग्यको जीवन अब एउटा ख्रीष्टमाथि विश्वास गरेको व्यक्तिले जिउनुपर्छ। अब त्यो व्यक्तिले चाहिँ कुनै पनि पापलाई हाम्रो शरीरमा अनुमति दिनु भएन, हैन? जुन कुराले हामीलाई फेरि पनि मृत्युमा पुर्याउन सक्छ। अब हामी विजयको जीवन जिउने व्यक्तिहरू हो, हैन? अब चाहिँ हामी ख्रीष्टमा विश्वास गरेको व्यक्तिहरू चाहिँ मृत्युमाथि विजय गरेको जीवन हो, हैन? त्यसले गर्दाखेरि आजको यो इस्टर सन्डे चाहिँ यही नै हो कि ख्रीष्ट सबै मानिस जातिको निम्ति पापको लागि एकैचोटि मरिनुभयो, उहाँ छेडिनुभयो, गाडिनुभयो र त्यसो दिनमा जीवित भएर उठ्नुभयो। यो नै इस्टर सन्डे हो कि उहाँ जीवित हुनुभयो र हामी पनि जीवित हुनेछौँ। ख्रीष्टमा हाम्रो आशा छ,
आमेन। आमेन। हुन्छ।